हेलो फ्रेन्ड्स, आज मैले बन डोसा बनाउँदैछु। यसको रेसिपी हेर्नु होला, कस्तो लाग्छ भन्नु। 1 कप सुजी अनि दही अनि स्वाद अनुसार नुन राखेर मिक्सरमा ग्राइन्ड गर्नु होला। अनि ठ्याक्क बाक्लो बाक्लो टाइपको बनाएर अनि उसमा प्याटर्नहरू बनाएर राख्नु। अनि त्यसमा एकछिन 10 मिनटको लागि बन्द गरेर राख्नु। यस्तो मजाको बाक्लो बाक्लो बनाउनु, पातलो बनाउनु हुँदैन। अनि ढाकेर राख्दिनी। यसलाई चाहिने मैले सब्जीहरू आफ्नो घरमा एभाइलेबल भएको राख्नु है। मैले सिमी, क्याप्सिकम, हरियो धनिया, अनि प्याज अनि यस्तो यस्तो चिजहरू राखेर बनाउँछु। हजुरको घरमा जे हुन्छ त्यही राख्नु। लसुन अदुवा ओखलीमा थिचेर राखेको छु। सानो प्यान लिने, बन जस्तो, बन भनेपछि पाउरोटी जस्तो हुन्छ नि, त्यस्तो सानो साइजको के बनाएको। हल्का जिरा अनि प्याज अनि जुन सब्जीहरू सब काटिरहेको थियो नि, अब त सब राखेर फ्राई गर्ने। हल्का 5 मिनट त्यसो हल्का सानो ग्यासमा बनाउने। अनि त्यसपछि त्यो सबै बनाएको चाहिँ अघिको त मैले बनाएर राखेको छु, त्यसमा खनाएर मिक्स गरिदिने। अनि सब सब्जीहरू लास्टमा धनिया पनि राखेर मिक्स गर्नु होला। अनि यो रेडी भएपछि इनो लिएर आएर इनो राखेर ठिक्कको बनाउनु। अब यो इनो चाहिँ पहिला राख्नु हुँदैन है, ठ्याक्क बनाउने बेलामा राखेर गर्नु होला। अनि यस्तो राम्रो हुन्छ तेल राखेर, यस्तो राम्रो बन जस्तै कि पाउरोटी जस्तो भन्छ नि, अब इङ्ग्लिसमा बन, अब नेपालीमा हो। यस्तो मजाको हुन्छ है, यस्तो मिठो हुन्छ। चटनी फेरि मसँग अलरेडी बनाएर राखेको थिएँ, तिलको चटनी। यस्तो मिठो हुन्छ होइन, स्पन्ची टाइपको, क्रन्ची टाइपको, यति मिठो हुन्छ। हेलो फ्रेन्ड्स, आज मैले बन डोसा बनाउँदैछु। यसको रेसिपी हेर्नु होला, कस्तो लाग्छ भन्नु। 1 कप सुजी अनि दही अनि स्वाद अनुसार नुन राखेर मिक्सरमा ग्राइन्ड गर्नु होला। अनि ठ्याक्क बाक्लो बाक्लो टाइपको बनाएर अनि उसमा प्याटर्नहरू बनाएर राख्नु। अनि त्यसमा एकछिन 10 मिनटको लागि बन्द गरेर राख्ने। यस्तो मजाको बाक्लो बाक्लो बनाउनु, पातलो बनाउनु हुँदैन। अनि ढाकेर राख्दिनी। यसलाई चाहिने मैले सब्जीहरू आफ्नो घरमा एभाइलेबल भएको राख्नु है। मैले सिमी, क्याप्सिकम, हरियो धनिया, अनि प्याज अनि यस्तो यस्तो चिजहरू राखेर बनाउँछु। हजुरको घरमा जे हुन्छ त्यही राख्नु। लसुन अदुवा ओखलीमा थिचेर राखेको छु। सानो प्यान लिने, बन जस्तो, बन भनेपछि पाउरोटी जस्तो हुन्छ नि, त्यस्तो सानो साइजको के बनाएको। हल्का जिरा अनि प्याज अनि जुन सब्जीहरू सब काटिरहेको थियो नि, अब त सब राखेर फ्राई गर्ने। हल्का 5 मिनट त्यसो हल्का सानो ग्यासमा बनाउने। अनि त्यसपछि त्यो सबै बनाएको चाहिँ अघिको त मैले बनाएर राखेको छु, त्यसमा खनाएर मिक्स गरिदिने। अनि सब सब्जीहरू लास्टमा